कुनै एउटा घना जङ्गलमा एउटा ठुलो सिंह बस्थ्यो। ऊ सधैँ शिकार खेल्न निस्कन्थ्यो र एक दुई गर्दै जङ्गलका धेरै जनावरहरूलाई खाइसकेको थियो। जङ्गलका जनावरहरू डराउन थालेका थिए। यदि सिंहले यसै गरी शिकार गर्दै गयो भने एक दिन यस्तो हुनेछ कि जङ्गलमा एउटा पनि जनावर बाँच्ने छैनन्। जङ्गलभरि नै सनसनी फैलियो। सिंहलाई रोक्नको लागि केही न केही उपाय गर्नै पर्ने भएको थियो। एक दिन जङ्गलका सबै जनावरहरू भेला भए र यही विषयमा छलफल गर्न थाले। आखिरमा उनीहरूले सिंह कहाँ गएर यस विषयमा छलफल गर्ने निश्चय गरे। जनावरहरूको समूहको नेताले भन्यो, महाराज, हामीहरू तपाईँकोमा अनुरोध गर्न आएका हौँ। तपाईँ राजा हुनुहुन्छ र हामीहरू हजुरका जनता। जब तपाईँ शिकार गर्न निस्कनुहुन्छ धेरै जनावरहरू एकैसाथ मर्छन्। तपाईँले सबै खाइ पनि सक्नुहुन्न। यसैले गर्दा जङ्गलमा हाम्रो सङ्ख्या घट्दै गएको छ। यदि यस्तै हुँदै गयो भने केही समयभित्र यस जङ्गलमा तपाईँ मात्र बाँकी रहनुहुन्छ। जनता बिना राजा पनि कसरी जिउन सक्छ र? यदि हामीहरू सबै मर्यौँ भने तपाईँ पनि त राजा रहनुहुन्न नि। हामी चाहन्छौँ कि तपाईँ सधैँ हाम्रो राजा पनि रहनुहोस्। हामी सबै जङ्गली जनावरहरूको तर्फबाट अनुरोध छ, कृपया तपाईँ आफ्नो घरभित्र मात्रै बस्नुहोस्। हामीले प्रत्येक दिन तपाईँलाई भोजनका लागि एक एक गरी जनावरहरू पठाउनेछौँ। यसो गरियो भने मात्र राजा र जनता दुवै आनन्दसँग बाँच्न सकिन्छ। सिंहलाई जनावरहरूको कुरा ठिकै लाग्यो। उसले एकछिन सोच्यो र भन्यो, राम्रो कुरा हो, मैले तिमीहरूको सुझाव मानौला। तर विचार गर्नु, यदि कुनै पनि दिन तिमीहरूले मैले खानको लागि पेटभरि हुने गरी खाना नपठाएमा मैले जति मन लाग्यो त्यति जनावरहरू मार्नेछु। जनावरहरूसँग त अरू कुनै उपाय नै थिएन। त्यसैले गर्दा उनीहरूले सिंहको शर्तलाई माने र आफ्नो आफ्नो घरतिर हिँडे। त्यस दिनदेखि प्रत्येक दिन सिंहका आहारको लागि एउटा एउटा जनावर पठाउन थालियो। त्यसको लागि जङ्गलमा भएका सबै जनावरहरूबाट एउटा जनावर पालै पालो गरी छानिन्थे। केही दिनपछि खरायोको पनि पालो आयो। सिंहको आहारको लागि एउटा सानो खरायो चुनियो। त्यो खरायो जति सानो थियो त्यति नै चलाक पनि थियो। उसले सोच्यो, बेकारमा सिंहको हातबाट मर्नु मूर्खता हो। आफ्नो जिउ बचाउने केही न केही उपाय त गर्नै पर्छ। सकिन्छ भने त यस्तो उपाय खोज्नुपर्छ जसले गर्दा जङ्गलका सबै जनावरहरू यो क्रूर समस्याबाट मुक्ति पाउँछन्। अन्तमा उसले एउटा उपाय सोचिहाल्यो। खरायो बिस्तारै सिंहको घरतिर हिँड्यो। जब ऊ सिंहकोमा पुगेको थियो त्यति बेलासम्म निकै अबेर भइसकेको थियो। सिंह भोकले लखतरान परिसकेको थियो। जब उसले एउटा सानो खरायो आफूतिर आइरहेको देख्यो, रिसले चुर भयो र गर्जिँदै भन्यो, कसले तँलाई पठायो? एक त माखा जत्रो छ, अर्कोतिर यति ढिलो गरेर आउँछ। जुन बदमासले तँलाई पठायो मैले तिनीहरू सबैलाई ठिक गर्नेछु। एक एक गरेर सिद्ध्याइन भने त म पनि सिंह होइन। सानो खरायोले सम्मानका साथ भुइँसम्म झुकेर भन्यो, महाराज, यदि तपाईँले कृपा गरेर मेरो कुरा सुन्नुहुन्छ भने मेरो अथवा अरू कुनै पनि जनावरको केही पनि दोष छैन। उनीहरूलाई त थाहा नै छ नि एउटा सानो खरायोले तपाईँको भोजन पुरा हुन सक्दैन भनेर। त्यसैले 6वटा खरायो पठाएका थिए। तर हामीले बाटोमा एक यस्तो भयङ्कर सिंह भेट्यो, त्यसले 5वटा खरायोलाई मारेर खायो। यो कुरा सुन्ने बित्तिकै सिंहले झर्किँदै भन्यो, के भनेको? अरूको सिंह? कुन हो त्यो? तैँले त्यसलाई कहाँ देखिस्? महाराज, त्यो त एकदमै ठुलो सिंह छ, खरायोले भन्यो। त्यो जमिन मुनिको एउटा भयङ्करको गुफाबाट निस्किएको थियो। त्यसले त मलाई पनि मार्न थालेको थियो। तर मैले उसलाई भने, सरकार, तपाईँलाई थाहा छैन कि मैले के गल्ती गरेँ भने हामीहरू सबैजना आफ्नो महाराजको भोजन बन्नका लागि जाँदै थियौँ। तर तपाईँले त उहाँको सबै खाना खाइदिइसक्नु भयो। हाम्रो महाराजले यस्तो कुरा सहन सक्नुहुन्न। उहाँ तत्कालै यहाँ आएर तपाईँलाई मार्नुहुनेछ। त्यसपछि उसले सोध्यो, को हो तिमीहरूको राजा? मैले भने, हाम्रो राजा जङ्गलको सबैभन्दा ठुलो सिंह हुनुहुन्छ। महाराज, मैले यति मात्र के भन्न भ्याएको थिएँ, त्यसले त रिसले रातो पिरो हुँदै भन्यो, बदमास,
यो जङ्गलको राजा म हुँ। यहाँका सबै जनावरहरू मेरा जनता हुन्। मैले उनीहरूलाई जे चाहे त्यही गर्न सक्छु। जुन मूर्खलाई तैँले राजा भनेको छस् त्यस बदमासलाई मेरो अगाडि हाजिर गरा। मैले त्यसलाई बताउने छु कुन चाहिँ असली जङ्गलको राजा हो भन्ने। महाराज, यति भनेर त्यो सिंहले तपाईँलाई ल्याउनु भनेर मलाई यहाँ पठाएको हो। खराएको कुरा सुनेर सिंहलाई एकदम रिस उठ्यो र ऊ जोडले गर्जन थाल्यो। उसको भयानक गर्जनले गर्दा सारा जङ्गल थर्किन थाल्यो। मलाई तुरुन्त त्यो मूर्ख भएको ठाउँमा लैजा, सिंहले गर्जदै भन्यो। जबसम्म मैले त्यसलाई सिद्ध्याउँदिनँ तबसम्म मलाई आराम हुने छैन। एकदम राम्रो महाराज, खरायोले भन्यो। मृत्यु नै त्यो दुष्टको राम्रो सजाय हो। यदि म बलियो भएको भए मैले आफैले नै त्यसलाई टुक्रा टुक्रा पारेर फालिदिने थिएँ। हिँड, बाटो देखा, सिंहले भन्यो। तुरुन्त भन्, कता जानुपर्ने हो? यता आउनुहोस् महाराज, यता, खरायोले भन्यो। बाटो देखाउँदै उसले सिंहलाई एउटा इनारमा लग्यो र त्यहाँ पुगेर भन्यो, महाराज, त्यो दुष्ट जमिन मुनिको कुनामा बस्छ। एकदम होसियार हुनुहोस्। कुनामा लुकेको दुश्मन एकदमै खतरनाक हुन्छ। मैले त्यसलाई सिद्ध्याउने छु, सिंहले भन्यो। तैँले यति मात्रै भन् कि त्यो कहाँ छ। पहिलोचोटि मैले देख्दा त त्यो यहीँ बाहिर उभिएको थियो। मलाई लाग्छ त्यसले तपाईँ आएको देखेर आफ्नो गुफामा लुक्न गएको हुनुपर्छ। यता आउनुहोस् त, म देखाइदिन्छु। आयुले इनार नजिकै आएर तलतिर हेर्न सिंहलाई अनुरोध गर्यो। सिंह इनारमा घोप्टी परेर हेर्दा भित्र पानीमा आफ्नै छाया देख्यो। आफ्नै छाया देखेर सिंह जोडले गर्जियो। इनारभित्रबाट आएको आफ्नै गर्जनको ध्वनि सुनेर उसले सम्झ्यो कि इनारभित्र पनि अर्को सिंह रहेछ। आफ्नो दुश्मनलाई सिद्ध्याउनै पर्छ भनेर ऊ तुरुन्तै इनारभित्र हाम फाल्यो। फाल हाल्ने बित्तिकै पहिले त त्यो सिंह इनारको पर्खालमा ठोकियो। त्यसपछि जोडले पानीमा बजारियो र डुबेर मर्यो। यसरी चलाखीका साथ दुष्ट सिंहबाट बचेर खरायो घर फर्कियो। उसले सबै जङ्गलका जनावरहरूलाई सिंह मारिएको कथा सुनायो। दुश्मन मरेको खबरले सारा जङ्गलका जनावरहरू खुसीले गदगद भए। त्यसपछि जङ्गलका सबै जनावरहरूले खराएको जय जयकार गाउन थाले।